लिइराख कसको के हो भन्ने कुरा चाहिँ भ्लगमै थाहा हुन्छ। यो भिडियो मार्फत मेरो जिन्दगी र भेडालाई सो हेलो एन्ड नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन। वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ धेरै पछि मैले भ्लग हाल्न गइरहेको छु मेरो च्यानलमा होइन, किनभने यो भ्लग एकदम के छ रे दोस्त, यो भ्लग एकदम के छ भने इम्पोर्टेन्ट होइन, एकदम स्पेसल छ। सो अनि अहिले चाहिँ म र मेरो साथी यो चाहिँ विपिन हो होइन, विपिन भट्टराई हो। हामी दुईजना चाहिँ अहिले एयरपोर्ट जाँदैछौँ। एयरपोर्ट किन जानु लाग्यो भने तपाईँले पछि थाहा पाउनुहुन्छ होइन। यो भ्लग चाहिँ मेरो एकदम स्पेसल होइन, एकदम स्पेसल मेरो स्पेसल मान्छेको लागि हो, जसले चाहिँ अहिले अब म नेपाल जान लाग्छु भनेर चाहिँ थाहा छैन। यो भ्लग किन हो भनेर चाहिँ यो भ्लगको अन्तिमसम्म हेर्नु भने थाहा पाउनुहुनेछ होइन, सबैजनालाई सरप्राइज। होइन अब चाहिँ बोर्डिङ पनि भयो, डुबा आइसकेको थिएँ, रातभरि सुतेको थिएँ ट्रेनमा, त्यही भएर बनाउनु पाएन। अब चाहिँ त्यहाँबाट ट्रान्जिट दिनैभरि याद हुन्छ। आज चाहिँ सरप्राइज दिन जान लाग्छौँ होइन। अब कसलाई भन्ने कुरा त भ्लगमै हेर्नु थाहा हुन्छ। जस यतिको भाइ अनि यतिको छोरो पाउनु चाहिँ एकदम प्राउडवाला मोमेन्ट हो। ल जान्छ मेरो भाइ त्यति हो। अब भेन्यूतिर पुग्न लागिसके, मन एकदम अत्तालिराख कसको के हो भन्ने कुरा चाहिँ भ्लगमै थाहा हुन्छ। युकेदेखि यहाँसम्म आइयो, अब घरको साथ आएन, जो भी होगा देखा जाएगा, यस्तै छ। हाम्रो मनमा सधैँ बसिरहेको छ। मेरो आशीर्वाद तिमीलाई जीवनमा साथ र तिम्रो
सबैजनालाई नमस्ते। आजको यो स्पेसल दिनमा सबैजना उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। अनि आज चाहिँ म मेरो दिदीलाई शुभकामना दिन आएको। म चाहिँ दिदीको बिहेमा आउन नपाए पनि यही भिडियो मार्फत मेरो दिदी र भेनालाई हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। अनि यो एउटा सानो भिडियो मेरो दिदीको लागि रहेको छ। आज तिमी पराई घर जान लागेकी छेउ, बचपनका यादहरू मनमा झलझली आइरहेछ। तिमी बिना यो घर सुनसान लाग्नेछ, हाँसो रमाइलो सब तिमीसँगै जानेछ। यो दिन त खुसीको हो तर आँखा रसाइरहेछ, तिमीलाई पराई बनाउनु पर्ने घडी आइरहेछ। जहाँ जाऊ सधैँ खुसीले तिमीलाई घेरेको होस्, तिमीले बनाएको संसार माया र हाँसोले भरेको होस्। सानो छँदा तिमी बिना निन्द्रा नपर्ने, तिमी रोएपछि सारा घर नै रुने। आज ती सबै सम्झना आँखा अगाडि आउँछ, तिमीलाई सजिएर डोली चढ्दै देख्दा मनभित्रै काप्छ। आज डोलीमा बसेर तिमी छुट्टिँदैछौ, तर हाम्रो मनमा सधैँ बसिरहनेछौ। मेरो आशीर्वाद तिमीलाई जीवनभर साथ दिनेछ र तिम्रो मुस्कानले हामी सबैलाई सधैँ खुसी दिनेछ। शुभ विवाहको लाखौँ लाख शुभकामना दिदी। तिमी सधैँ खुसी, सुरक्षित र सफल रहोस्। हेलो, नमस्ते सबैजनालाई। हाम्रो प्यारी दिदीलाई शुभ विवाहको धेरै धेरै शुभकामना। We love you. Bye. नमस्ते दिदी भेना, शुभ विवाहको धेरै धेरै बधाई छ र नयाँ जीवनको सुरुवात हुँदैछ, त्यसको लागि पनि धेरै धेरै बधाई छ र आउने दिनहरू सधैँ सुखमयमा बितोस् हजुरहरूको। धन्यवाद। भाई 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 बिस्तारै 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 पखाएर एकछिन छोडिदिनु जाऊ जाऊ जाऊ